नमस्कार। सुनुलु न्युज.com को विशेष प्रस्तुतिमा छु हामी यति बेला। लगभग आजदेखि नेपाल चुनावमा भइसकेको छ। चुनावी आचार संहिताहरू पनि लागू भइसकेका छन् गत रातिदेखि, राति 12 बजेदेखि। आज जुन चाहिँ प्रतिनिधि सभाको चाहिँ जुन मनोनयन दर्ता छ, आज अन्तिम म्याद पनि हो र यो हामी अन्तिम दिनको यो बिहानीको क्षणसँगै म यति बेला चाहिँ डाक्टर निकोलस भुसालको घरमै उपस्थित भएर उहाँका केही कुराहरूको बारेमा चाहिँ आम जनतालाई चाहिँ बुझाउने हिसाबले चाहिँ म अहिले उहाँको घरमै आफै प्रत्यक्ष उपस्थित भएको छु। यही क्रममा यति बेला हामी चाहिँ बुझ्न गइरहेका छौँ। डाक्टर निकोलस भुसाल मसँगै हुनुहुन्छ। उहाँलाई पहिला यहाँ चाहिँ स्वागत गरौँ, अनि तत्पश्चात हामी चाहिँ विविध विषयहरूमा कुरा गर्नेछौँ। डाक्टर साहब, यहाँलाई स्वागत छ। नमस्कार। नमस्कार हजुरलाई। अनि के छ डाक्टर साहब, आरामै हुनुहुन्छ? म एकदम आराम छु। अनि आज यो चाहिँ जुन मनोनयन दर्ता गर्ने आज अन्तिम दिन पनि हो, अथवा आजै सुरु आजै अन्तिम दिन पनि हो। अब हामीले चाहिँ जस्तो हिजोका न्युजहरूमा चाहिँ के भइदियो भन्दाखेरि धेरै ठाउँमा चाहिँ के देख्यो भन्दाखेरि डाक्टर निकोलस भुसालले पनि रूपन्देही 2बाट चाहिँ निर्वाचनमा चाहिँ होमिने भन्ने कुरा चाहिँ एउटा समाचार चाहिँ हामीले भर्खरै मात्रै देख्यौँ। सही हो? सही हो, एकदमै सही हो। अनि तपाईँ आज चाहिँ मनोनयन दर्ताको लागि अब हामी जाँदैछौँ, अथवा तपाईँ चाहिँ अब मनोनयन दर्ताको लागि भनेर चाहिँ जाँदै हुनुहुन्छ? हजुर। अब जाँदै गर्दाखेरि तपाईँ चाहिँ कुन पार्टीबाट, अथवा चाहिँ तपाईँको चुनाव चिन्ह चाहिँ के हुनेछ, आम जनताले चाहिँ बुझ्न चाहनु भएको छ? अब यसमा हामी अहिले देशैभरिबाट छन् चाहिँ हामीले धेरै ठाउँबाट चाहिँ सकेसम्म अब राम्रो उम्मेदवारहरूलाई किन रोक्ने हो र भनेर अहिले हामी 40-50 जना जस्तो उम्मेदवारहरू चाहिँ हामीले एउटा साझा चुनाव चिन्हको रूपमा जुत्ता चुनाव चिन्ह लिएर जाने भन्ने चाहिँ सरसल्लाह छ। र त्यो अलिकति हामीलाई टाइम लाग्यो भने चाहिँ हामी स्वतन्त्र रूपमा क्रसको गरी या पुरानो तरिकाले पनि जान सक्छौँ। र हाम्रो चुनाव चिन्ने भनेर यही चाहिँ छैन। हाम्रो अहिले काठमाडौँ क्षेत्र नम्बर 4 मा डाक्टर अर्चन, 2 मा अनु बोरा, 3 मा हाम्रो होइन धेरैजना साथीहरू देशैभरिबाट चाहिँ उठिरहनु भएको छ। र रूपन्देही क्षेत्र नम्बर 2 भनेको म पहिला पनि 79 को चुनावमा लडेको क्षेत्र र मैले सुरक्षित पाएँ भन्ने अयोग्य बनाएर लड्न नदिएको क्षेत्र पनि हो। र मैले धेरैवटा बाचाहरू गरेको थिएँ। त्यो बाचाहरू पुरा गर्न चाहिँ केही न केही गर्नुपर्ने हुनाले र स्पेसली लुम्बिनी प्रदेशको समग्र विकासका लागि चाहिँ हाम्रो बुटोल केन्द्रबिन्दु भएको हुनाले र जुन हाम्रो धेरैवटा कामहरू छन्, हाम्रो अब स्वास्थ्यमा मेडिकल कलेज बनाउनु पर्ने छ, प्रादेशिक राष्ट्रलाई शिक्षामा केही स्कुलहरू राम्रा छन् तर धेरै जसो ठाउँहरूमा हामीले सुधार गर्न सकेको छैन, क्याम्पसहरूमा राम्रो बनाउन सकेको छैन। 2-3टा बहुमुखी क्याम्पस यही क्षेत्रमा भएर पनि हामीले त्यस्तो राम्रोसित जुन अलिकति यो शिक्षामा चाहिँ गर्न सकेको छैन। अर्को कुरा भनेको चाहिँ के छ भन्दाखेरि यहाँका धेरै प्रोजेक्टहरू अधुरा छन्, जस्तो रङ्गशालाको प्रोजेक्ट 6 महिनाको होइन, उतातिरको तिलोत्तमाको हाइड्रो तटबन्धको प्रोजेक्टहरू सुकुम्बासीलाई लाल गुर्जा दिने भनेर सायद म जन्मेदेखि अहिलेसम्म सुनिराखेकै कुरा हो। अहिलेसम्म पाएको पनि छैन तिनीहरू होइन। अनि जुन तरिकाले अहिलेसम्म जनताहरूलाई गुमराहमा राख्ने कामहरू गरियो र कहिले पनि मानवीय विकासलाई ध्यान दिएन। जहिले पनि यो बाटोघाटो मात्र अलिकति विकास जस्तो देखियो, तर कसरी रोजगार सिर्जना गर्ने, कसरी किसानको कमाइ माथि पुर्याउने, कसरी देशलाई आत्मनिर्भर बनाउने बताएको ध्यान दिन सकेन। त्यही भएर मेरो 2-3-4वटा मेजर प्रोजेक्टहरू छन् अहिले। एउटा चाहिँ आत्मनिर्भर नेपाल महाअभियान, आफ्नो देश आफै बनाऊ, आफ्नो देशको खाउँ, देशको लाउँ, देशमै रमाऊ। अर्को राष्ट्र पुनर्निर्माण महाअभियान, निरोगी नेपाल महाअभियान लगायत केही अभियानहरू छन्, त्यसलाई लिएर हामी अगाडि बढेका छौँ। आशा छ अब सबैजनाले माया गरेर साथ दिएर हामी सफल हुन्छौँ। भनेपछि आज तपाईँको मनोनयन दर्ताको लागि छ। मनोनयन दर्तामा जाँदै गर्दाखेरि तपाईँको चाहिँ चुनाव चिन्ह चाहिँ जुन चाहिँ जनआन्दोलनमा चाहिँ रगत लतपतिएको एउटा जुत्ता थियो, त्यही चाहिँ चुनाव चिन्ह हुने भन्ने कुरा चाहिँ हामीले विश्वास गर्ने, आम जनताले त्यही बुझ्नु नि हो। अहिले हाम्रो अब हतार अब ढिला हुन नि सक्छ, हुन चाहिँ भर छैन होइन। किन भन्दाखेरि अहिले हाम्रो टिकट छ अनि सुर्खेतबाट फेरि काठमाडौँ आउनुपर्छ, काठमाडौँ आउनुपर्ने, अब कतिखेर हुन्छ भन्ने कुराहरू हो। लगभग हामी आन्तरिक रूपमा चाहिँ एउटा सङ्गठित हुनु पर्दाखेरि एउटा चुनाव चिन्हको लागि हामीलाई धेरैवटा चिन्हहरू आएको थिए आउन चाहिँ होइन। अब बाँसहरूदेखि योदेखि लिएर अब सबै घन्टी चिन्हबाट पनि कुनै पनि पार्टीले सायद केन्द्रीय सदस्यको लागि अफर नआएको भन्ने भएन होइन। अनि त्यसरी इभन घन्टीबाट पनि अब भनौँ न कुराकानी भएको हो, सबै कुरा भएको हो होइन। अब नयाँ नयाँ लडेर पुरानाले जितोस् भन्ने चाहना होइन। के भन्दाखेरि चाहिँ अब यो ठाउँमा जिताउनको लागि आफ्नो एरिया, आफ्नो ठाउँ र समग्र लुम्बिनी प्रदेशलाई एउटा नेतृत्व गर्नुपर्ने हुनाले र ओभरअल यो देशलाई नै एउटा खाका दिएर यो देशै बनाउँछु भनेर हिँडिसके पछाडि आफूलाई एउटा बेस पनि एरिया चाहिने हुनाले चाहिँ अब यिनीहरूले अहिलेका नयाँ शक्तिहरूले बनाए, हाम्रो अब बालिनहरू रविजीहरूले बनायो भने हामीलाई आपत्ति भएन, हामी साथ दिन्छौँ। उहाँहरूको ठाउँमा हामीले उठाएको पनि छैनौँ होइन। उहाँहरूलाई हामीले जोडतोडले साथ दिन्छौँ होइन, सबै ठाउँहरूमा साथ दिन्छौँ। अब हाम्रै साथीभाइ जस्तो सागरजी अहिले गुल्मी जानुभएको छ, हाम्रो हेमराजी, हाम्रो सोमजी, अरू धेरैजना हाम्रो साथीभाइहरू पनि हुनुहुन्छ होइन। उहाँहरू सबैलाई हामीले साथ दिन्छौँ होइन। कहाँ कहाँ के गर्नुपर्ने गर्छौँ।
अनि सँगसँगै चाहिँ के भन्दाखेरि चाहिँ एउटा जुन आफ्नो सोच मेरो 3टा कुरा, एउटा चाहिँ पहिला जेनजीको मागहरू, प्रत्यक्ष निर्वाचित कार्यकारी होइन, प्रदेश सभा राष्ट्रिय सभा खारेज होइन, अनि त्यसरी यो चाहिँ हुनै पर्यो होइन, भ्रष्टाचार कारबाही हुनै पर्यो। दोस्रो भनेको चाहिँ नेपालको जति पनि स्रोतहरू छ होइन, साल पानी खानी जल जङ्गल जडीबुटी यो सबै कुरा वैधानिक हुनु पर्यो र वैदिक सनातन हिन्दू बुद्ध किराँत हुनु पर्यो भन्ने कुरामा चाहिँ मेरो नमिलेको हो क्या खास होइन। अनि खास गरी तपाईँको एउटा सानो चाहिँ एउटा म यसमा क्रस गरिहालेँ। जस्तो योभन्दा अघिल्लो चुनावमा पनि हामी रूपन्देही 2बाट चाहिँ चुनावमा उभिने भनेर चाहिँ पुरापुरी योजना पनि भयो, तर अन्तिममा गइसके पश्चात चाहिँ तपाईँको स्कलरसिप या वा भन्ने विषयवस्तु चाहिँ तपाईँलाई अलिकति चाहिँ त्यति बेला चाहिँ धोका चाहिँ दियो होइन। अहिले यो सबै कुराहरूबाट चाहिँ मुक्ति भएर तपाईँ फेरि पुनः यो रूपन्देही 2मै आउनुभएको छ। अब जनताले पक्कै पनि तपाईँलाई त्यति बेला माया नगरेका चाहिँ होइन, तर केही त्यस्ता चिजहरू आए जसले गर्दाखेरि तपाईँ चाहिँ चुनावमै उभिनु पाउनु भएन त्यति बेला। अहिले चाहिँ यसको लागि सबै कुराहरू पुक्का गरेर चाहिँ चुनावमा उभिनु भएको अहिले हो। त्यतिखेर पनि खास अब मान्छेहरूले मैले बुझाउन सकिनँ या भयो है। खास अब छात्रवृत्ति पाउनु भनेको 7,000 जना डक्टरमा टपमा नाम निकालेर स्कलरसिप पाउनु भनेको योग्य हुनु, तर होइन त्यही भएर अब तर अयोग्य बनाइदिए यिनीहरूले है। खास नाम निकाल्नु भने त योग्य मान्छे हो त। अब यतिखेर चाहिँ त्यो सबै कुराहरू अब पैसा लिएको तलब लिएको थियो, अहिले मैले तलब पनि छैन केही पनि छैन, अब त्यहाँ पनि सकियो लिजिङमा पनि सबै कुरा भयो, त्यही भएर चाहिँ अहिले त्यस्तो बाधा अडचनहरू केही पनि छैन। अनि सँगसँगै जति पनि महानुभावहरूले अहिले हामीलाई विभिन्न माध्यमबाट हेरिराख्नु भएको छ, उहाँ चाहिँ रूपन्देही 2मा चाहिँ पुनः चाहिँ एवंकृतले चाहिँ चुनाव लड्नको लागि र जित्नकै लागि भनेर आउनुभएको छ। पक्कै पनि त्यो माया, त्यो अटुट साथ सहयोग अनि त्यसपछि सल्लाह चाहिँ अहिले फेरि निकोलस भुसालले पाउनुहुनेछ रूपन्देही 2बाट। मैले यति धेरै माया पाएको थिएँ नि, जस्तो अब यहीँको हाम्रो आमाहरू अहिले पनि म धेरैजनालाई हुन त म पहिला नगरपालिकामा सेवा पनि गरेको, यहाँ कोरोनामा होइन बुटलमा बसेर पनि धेरैजनाको सेवा गरियो होइन। यति धेरै माया पाएको थियो कि त्यो मायाले गर्दाखेरि चाहिँ आफैलाई अब म फेरि लडेको पनि छु, फेरि यहाँबाट फेरि चुनाव लड्न पाइनँ भनेर चाहिँ म चुप लाएर बसेको, आफ्नै काम गरेको या त्यो त छैन नि त होइन। तपाईँले त्यो यति बेला यो लाग्यो नि डाक्टर साहब, जस्तो तपाईँलाई रूपन्देही 2ले त्यति बेला चाहिँ त्यो गर्यो, अहिले चाहिँ मलाई यो रूपन्देही 2का मान्छेहरूले चाहिँ पछि बेला त्यहीबाट कुरा लगाइयो अथवा चाहिँ के हो चुनाव लड्न दिएन। मैले अहिले यो चुनाव क्षेत्र चाहिँ चुनाव निर्वाचन क्षेत्र चाहिँ छोडेर अन्यत्र कुनै यहाँको होइन भन्ने भएन। अब जस्तो मलाई चाहिँ अराँचीबाट पनि आइदिनुहोस् भन्दै थिएँ होइन। अब इभन धेरै ठाउँहरूबाट देशैभरिका धेरै ठाउँबाट आउनु पर्यो डाक्टर साहब, तपाईँले हामीले कहाँ जानुपर्छ के गर्नुपर्छ गर्छौँ भन्ने कुराहरू भएको थियो। र के भन्दाखेरि मलाई रूपन्देहीको जनताहरूले र 2को जनताहरूले चाहिँ यति धेरै माया दिनुभएको छ कि म त मायाले बिर्सिनै सकिनँ कि। अनि फेरि अर्को भनेको आफ्नो घर पनि यही भयो, बुवा मम्मी पनि यही, आफूले पनि भोट दिने ठाउँ यही, सबै कुरा यहीँ भएको हुनाले चाहिँ यो ठाउँले यति धेरै माया दियो, यति धेरै आत्मीयता दियो, यति धेरै आफ्नोपन फिल गरायो होइन। अहिले पनि धेरैजना हुनुहुन्छ, म धेरैजनालाई भेट्नु पनि भएको छैन होइन। अब राम्रोसँग रेस्पोन्स पनि गर्नु भएको छैन, किन भन्दाखेरि भागदौड यताउता भइरहेको छ, सबै कुराहरू मिलाउनु पर्ने छ होइन। त्यो भएर तर मलाई यहाँको जनतासँग र यहाँको जति पनि मेरा मतदाताहरू हुनुहुन्छ र जति पनि मलाई यो ठाउँमा माया गर्ने साथीहरू हुनुहुन्छ, बुवामा हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, मेनली मै जित्नु पर्यो भनेर मै हुनु पर्यो भन्ने मलाई कहिले पनि त्यो लागेको छैन। संसद हुँदैमा फेरि सबै कुरा हुन्छ भन्ने पनि मलाई लागेको छैन कि। म संसदमा जानेको मेन कारण चाहिँ बन्न चाहनेको मेन कारण भनेको चाहिँ एउटा नीतिगत रूपमा नेपाललाई जुन स्रोतहरूलाई अवैधानिक गराएको छ यसलाई वैधानिक बनाऊँ, भयो भने यो जुन निर्वाचन प्रणालीलाई फेरेर प्रत्यक्ष कार्यकारी व्यवस्थामा जाऊँ, यो प्रदेशहरू खारेज गरौँ र नेपालको जति पनि यो आन्तरिक स्रोतहरू छन् हाम्रो आर्थिक क्रान्तिका त्यसलाई चाहिँ वैधानिक गरौँ भन्ने यति उद्देश्यका लागि चाहिँ मैले यो संसदीय चुनावमा नभए नि खास भन्नुपर्दाखेरि ओभरअल यो विश्व शान्ति सङ्गठन बनाएर चाहिँ गर्ने प्लान योजना छुट्टै छ। तर अहिलेका लागि चाहिँ अब सङ्घर्षहरू प्रयास जारी नै छ, प्रयास चाहिँ जारी छ। तर तपाईँ अहिले पनि योपालि पनि चुनाव चाहिँ जसरी चाहिँ उम्मिदै हुनुहुन्छ, यति बेला पनि तपाईँ जोसँग चाहिँ अघिल्लो चुनावमा चाहिँ उभिनु भएको थियो वही विष्णु पौडेल अथवा चाहिँ एमालेबाट अनि राजसभाबाट पनि यहाँ अहिले फेरि अर्को कोही चाहिँ एकजना यहाँ चाहिँ आउनुभएको छ, राजसभाबाट पनि भनेर चाहिँ यहाँ टिकट पाइसक्नु भएको छ। यो ठुलो चाहिँ चुनौतीका बिच चाहिँ तपाईँले आफूलाई चाहिँ यहाँ कतिको अब्बल उम्मेदवारको रूपमा चाहिँ लिनुभएको छ अहिले अथवा के छ? के छ भन्दाखेरि चाहिँ मलाई म जित्छु जितिन्छ है, मैले जित्नुभन्दा ठुलो कुरो बन्दैले जित्नु हो, देशले जित्नु, जनताले जित्नु हो है। अनि चाहिँ अब कस्तो भयो भन्दाखेरि फेरि हार र जित भन्दा पनि फर्स्ट सेकेन्ड जस्तो हुँदो रहेछ कि। जस्तो अस्तिकै चुनावमा भनौँ न, मलाई त लड्नै दिएन होइन, तर विष्णु पौडेलले जिते पनि गणेशजीले पनि राम्रो भोट ल्याउनु भयो, सेकेन्ड हुनुभयो। 27,000 भोट लागेको चाहिँ सबै कुरा मान्ने, 24,000 चाहिँ मतमै नगर्ने भन्ने कुरा हुँदैन होइन। अर्कोले 15,000 ल्याउनु होला, 10,000 ल्याउनु होला, अर्को धेरै ल्याउनु होला, कसैले थोरै ल्यायो कसैले धेरै ल्यायो, तर जनताको माया पाएको हो कि सबैले पाएको, कसले कति पाए मात्रै फरक हो। र मलाई चाहिँ जनताले माया गर्नुहुन्छ भन्ने कुरा म ढुक्क
जितेको छु, फेरि जित्दैमा पुरै माथि पुगेँ नि, अब हारेर फेरि अब गिरिने भन्ने कुरा नि होइन, त्यो पनि होइन, जस्ट निष्काम कर्म भाव छ है। मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ यहाँ केही समस्याहरू छन् जुन मैले समाधान गर्न सक्छु रूपन्देही क्षेत्र नम्बर 2 मा है। निर्वाचित भए पनि नभए पनि म त गर्न सक्छु, भए मलाई सजिलो चुनावमा चाहिँ मेरा चाहिँ निर्वाचित भयो अनि पर काम गर्नको लागि अलिकति सहज त होला। यदि अब निर्वाचित भएन या यस्तै अनेक लफडामा परिएछ भने पनि मैले 2-4वटा प्लानहरू सपनाहरू देखेको छु, जस्तै एउटा सरकारी मेडिकल कलेज बनाउने, शिक्षा 2 नम्बर क्षेत्रमा, अनि यहाँ चाहिँ एउटा किसानको लागि हामीले मन्डीहरू माटोहरू सबैलाई चाहिँ व्यवस्थापन गरेर हरेक पालिकामा हामीले अर्घाखाँची गुल्मी स्याङ्जा हरेक पालिकामा गएर सङ्कलन केन्द्र वितरण नर्सरी कोल्ड स्टोर बनाउने, उनीहरूको उत्पादन किनिदिने, यहाँसम्म पुऱ्याइदिने, यहाँको कुराहरू तसम्म पुऱ्याइदिने, अनि त्यो सँगसँगै चाहिँ यहाँको हरेक गाउँ ठाउँहरूलाई होइन एउटा होमस्टे मोडलमा विकास गर्ने एउटा खाकाहरू छ जुन चाहिँ मैले एउटा नमुना बनाउनु पर्ने छ, एउटा स्मार्ट सिटीको मोडल बनाउनु पर्ने छ। जस्तो बुटोलकै क्षेत्रहरूमा हामीले स्ट्रिट नम्बर 81, 2, 3, 4 हामीले अहिले भर्खर पनि अस्तिदेखि चाहिँ गरौँ भनेर सुरु गरेको थियौँ, तर अब यो चुनाव यताउता अनेक तरिकाले प्रेसरमा परेर हामी अलिकति ढिला भइरहेको छ। त्यो अनुसारले चाहिँ हामीले अब धेरै ठुलो कुराहरू त के गर्नु र होइन, गर्नुपर्ने कुराहरू धेरै छ। हाम्रो प्रयास भनेको नितान्त रूपमा शिक्षा स्वास्थ्य सुधार र रोजगार सिर्जनामा हुनेछ र मेनली देशलाई आत्मनिर्भर बनाउनुमा हुनेछ। र बुटोल रूपन्देही क्षेत्र नम्बर 2 बुटोल एरिया भनेको चाहिँ हाम्रो यो समग्र लुम्बिनी प्रदेशकै मुख्य केन्द्रबिन्दु, एउटा व्यापारिक शैक्षिक हब अनि आइटी हब सबै कुरा भएको हुनाले मैले अस्ति पनि मेरो घोषणापत्रहरू सार्वजनिक गरेको थिएँ मैले होइन, छैन महिना यस्तो बनाउँछु होइन, बुटोलमा एजुकेसनको तिलोत्तमा इन्डस्ट्रियल हब यसलाई आइटी हब अनि यो कुराहरूले बनाउँछु भनेर जुन कुराहरू थियो म त्यो अनुसारले नै काम गर्छु। र जनताहरूले माया दिनुभएको छ, हिजो पनि दिनुभएको, अहिले पनि म भर्खर यो घरमा गर्दाखेरि मैले तपाईँको मोबाइल चाहिँ त्यही सँगै बस्दै गर्दाखेरि त्यहाँदेखि होइन 10 मिनटको ठाउँमा चाहिँ 100वटा जति फोन आइहाल्छन्। त्यहाँ चाहिँ डाक्टर साहब तपाईँले हाम्रो सपोर्ट छ, साथ छ, के छ भनेर चाहिँ धेरै चाहिँ फोन आएको थियो। यो हिसाब किताबले डाक्टर साहबको अहिले पनि रूपन्देही 2 मा चाहिँ नि सम्भावना चाहिँ उत्तिकै धेरै छ। अब तपाईँले आज हतार पनि छ, आज मनोनयनको अन्तिम दिन पनि हो र मनोनयनमा जाँदै गर्दाखेरि हामीलाई हेरेर बस्नुभएका आम जनताहरू जो जसले चाहिँ आम महानुभावहरू जो जसले हेर्नुभएको छ उहाँहरूलाई रूपन्देही 2 मा चाहिँ तपाईँको अहिलेको लागि एउटा चाहिँ सानो अथवा चाहिँ आफूले के अरे आफ्नो चाहिँ अमूल्य भोट प्रदान गर्नको लागि अब केही भनाइहरू चाहिँ दिन सक्नुहुन्छ कि? नमस्ते, एकदमै धेरै धन्यवाद भन्न चाहन्छु मेरा सम्पूर्ण साथीहरू, दाजुभाइ, दिदीबहिनी, बुवाआमा सबैजनालाई। हजुरहरूको यो अथक माया अनि साथले गर्दाखेरि चाहिँ यो देश बनाउन सकिन्छ। यो देश गरिब होइन, सोच शिक्षा र नीति गरिब यो देश फेर्न सकिन्छ र नीति पनि फेर्न सकिन्छ र सबै कुराहरू फेर्न सकिन्छ र गरिब देश नेपाललाई धनी बनाउन सकिन्छ। हाम्रो गाउँ फर्क देश फर्क महाअभियान अन्तर्गत हामीले बुटोल मात्र होइन, बुटोललाई हामीले विकास गरेर हो र बुटोल र गाउँलाई जोडेर चाहिँ विदेशमा भएका मान्छे सहरबाट गाउँमा फर्काउने एउटा अभियानहरू हामीले गर्न सकिन्छ। यसका लागि मलाई हजुरहरूको ठुलो साथ सहयोग चाहिएको छ, सधैँभरि दिनुभएको छ। मलाई कसैसँग केही गुनासो पनि छैन, म कसैलाई हराउन आएको पनि होइन। म यो देशलाई जिताउनका लागि, रूपन्देहीलाई जिताउनका लागि, यो देशमा शिक्षा स्वास्थ्य निःशुल्क गर्नका लागि, नेपालको धर्म संस्कार संस्कृति बचाउनका लागि र नेपालको लोकल उत्पादनलाई बजार ग्यारेन्टी गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि चाहिँ र नेपालको बजारलाई आत्मनिर्भर बनाएर आयात निर्यातलाई अलिकति ब्यालेन्स गर्ने उद्देश्यले आएको छु। अब केही खाकाहरू छन्, केही योजनाहरू छन्, केही अध्ययनहरू छन्, केही भरोसाहरू छन्, केही आशाहरू छन्। अब सबैले एकदमै धेरैले साथ दिनुभएको छ। हाम्रो बुटोलको सम्पूर्ण टिमहरू होइन, धार्मिक सङ्घ सङ्गठनहरू होइन, सामाजिक सङ्घ सङ्गठनहरू होइन, राजनीतिक सङ्घ सङ्गठनहरू अनि सबै किसानहरू, मजदुरहरू होइन, व्यापारीहरू, उद्योगीहरू। आज 30-40 हजारजना बुटोलको व्यापारीहरूको हालत हेर्दाखेरि खराब छ। सहकारी पीडित, लघुवित्त पीडित, मिटर ब्याज पीडितहरू पनि खराब छ। त्यो सबैलाई जोडेर चाहिँ एउटा केही गरौँ भन्ने आत्मविश्वास र केही गरौँ भन्ने हौसला लिएर आएको छु। अब म जितेर गर्छु, हारेर म छोड्छु जान्छु भन्ने कुरा होइन, जिते पनि गर्छु, हारे पनि गर्छु। त्यति कुरा हजुरले मौका दिनुभयो भने मैले तपाईँहरूलाई पछुताउने गराउने छैन र ल हाम्रो भोट चाहिँ सही ठाउँमा गएछ भन्ने ढुक्क बनाउने छु। र बाचा भयो, कसम भयो, यो देश र नेपाल आमालाई कहिले पनि गद्दार गर्ने छैन। यो देशलाई आमा सोचेर हिँडेको छु, सारा जनतालाई आफन्त सोचेर हिँडेको छु, रूपन्देहीलाई कर्मथलो सोचेर हिँडेको छु। एकचोटि मौका दिनु होला सेवा गर्ने सबैलाई। पक्कै पनि आदरणीय दर्शक महानुभावहरू जो जसले जहाँ जहाँबाट हेर्नुभएको छ, अति पनि बलिमा कुनै स्वार्थ नभइकन रूपन्देही 2 मा आफूले निर्वाचित भएर चाहिँ यो देशलाई चाहिँ एउटा सहयोगको टुक्राको रूपमा चाहिँ लिएर अगाडि बढाउनको लागि अहोरात्र खटिरहनु भएको छ। निस्वार्थ निष्काम भाव छ। पक्कै पनि रूपन्देही 2 का जनताले अहिले पुनः मूल्याङ्कन गर्नेछन्। पक्कै पनि उहाँ चाहिँ सबै कुराबाट फ्री भएर अहिले रूपन्देही 2 मा चाहिँ आफू चाहिँ निर्वाचनमा उभिसक्नु भएको छ। पक्कै पनि रूपन्देही 2 का आम जनताहरूले चाहिँ निकोलस भुसाललाई साथ दिनु होला, सहयोग गरिदिनु होला। उहाँलाई चाहिँ एकदम निष्काम भावले चाहिँ आउनुभएको छ, निस्वार्थ भावले आउनुभएको छ। एउटा अमूल्य भोट केवल निकोलस भुसालको लागि चाहिँ गरिदिनु हुनको लागि सबै समस्या अनुरोध गर्दै हामी पनि बिदा हुन चाहन्छौँ। धन्यवाद, नमस्कार।